11 बजे राति त ज्वाइँ त्यो नातिनी ज्वाइँ नातिनी त्यहाँबाट त्यो कोठेबाट मिठो रोड ढोकान आउँछ 11 बजे राति अनि किन बोलाएको र दाइ भनेर अनि भन्दा त के भन्छ यस्तै कल गरेर त्यो छोरो मरो नि भन्नु त्यसले म मर्दैन त बाबु संसारमा मेरो छोरो मर्छ मेरो मर्यो अर्को के पिर पर्छ नि बाबु मेरो छोरो मरेको कति पिर छ मलाई मैले उठेकी छु बाबु बिस्तारमा 30 वर्षमा अहिले बित्नु हो त्यत्रो सेवा गरेँ कि आमा म यिनीहरूको मैले दुध खाइछन् अहिलेसम्म यिनीहरूलाई दिएछु आज मलाई बिस्ताराबाट खाना नदिने पिट नआउने बुढो बिस्तारा मार्छु बनेर पिट नआउने तोरीको तेल हेर्नुहोस् छोरीले कसै चोक हामीले त जुठो पिठो नहाल्छ भाँडो ल्याएर सारेर अब 10 किलोको ग्यालिन उठाएर लोइ नातिनी आएको हेर्नुहोस् है हाम्रा धेरै नातिनीबाट नि भन्छ है झगडा पालेको नातिनी त्यस्तो हो नि पालेको नातिनी अहिले मलाई पालिदिनु हुन्छ मैले एकपल्ट 2 साल भयो एकपल्ट फोन गर्दा उठाइदिएको थिएँ के भयो हजुरबा सोध्नु पर्दैन मलाई कहाँ बसी भेटेर पर्ने होला मैले त्यस्तो पाले नातिनी पालेको पलातीलाई मलाई भेट्न दिएन मेरो बुढो पढेर गए बाबुलाई देखाइदिनु त सुरुले फोन गरेर भिडियो कल बुवालाई गर्दिनु त भन्दा भिडियो कल गर्दिनु होइन महिनामा 15,000 त्यस्तो गरेर हुर्काएको नातिनीलाई त्यो पाल्ने र बोल्ने माहौल बनाउने आमाले हजुरले हो नि हजुरले चाहिँ खालि झगडा गर्ने माध्यममा निकाल्नुहुन्छ हजुरले मिल्ने माध्यम गराउनु न खालि झगडा गर्ने माध्यम गराउनुहुन्छ नभएको कुराहरू लिएर जहिले बोल्नुहुन्छ अहिलेबाट पहिला नै बोल्नु